नमस्कार सेवार हो। आज नयाँ वर्ष यहाँहरु सबैलाई मेरो साथीभाइ जो पनि हुनुहुन्छ मेरो साथीभाइ आफ्नो आफन्त सबैलाई नयाँ वर्षको शुभकामना। यहाँहरुको उज्जवल प्रगतिको लागि पनि शुभकामना र मलाई पनि सबैले शुभकामना दिनु होला। र आज चाहिँ हामी जाँदै छौं, एक ठाउँ जाँदै छौं। कहाँ जाँदै छौं एकछिनमा म तपाईलाई देखाउने छु, हेरिँदै गर्नु होला। अरु चाहिँ नयाँ वर्षमा कहाँको थाहा भएन, तर हामी चाहिँ अहिले दमक आएको छौं। दमक पनि हामी यस्तो चीज खान आएको छौं, म यहाँहरुलाई अहिले देखाउने छु। यस्तो चीज सुमित्रालाई के मन पर्छ सबभन्दा बेस्ट? थुक्पा मन पर्छ। थुक्पा खाना थुक्पा हाम्रो चाहिँ आयो थुक्पा। क्रन्ची पुरो छ नि मासु त। पिसाको दुईटा ल्याइदिनु ल। हामी थुक्पा खानाको हात खोलामा हेर्न चाहिँ पिरो यहाँ छ, पिरो यहाँ छ, पिरो पिसाङ हेर यहाँ तिमीले मन पराउँथ्यौ नि, अब तिमीकोमा छ मेरो छोरो नि ल। हामी चाहिँ अब हिँडेको चल्दैको। ल त बहिनी हाम्रो हिसाब कहाँ टाइम छैन ल, ढिलो छैन ल। कहाँनिर पैसा दिनुपर्ने? यहाँ अहिले हामी चाहिँ दमकको यो रात्रिकालीन बजारमा आएको छौँ। सुमित्राले के किन्दैछ? हामी आज ठक्क यो दमकको जाने बाटोमा हेर्न सक्नुहुन्छ। रात्रिकालीन चाइना मार्केट मन पर्यो हेर्न सक्नुहुन्छ। टक्क हामी चाहिँ अहिले बाइक आउँदैछ, बाइक हेरेर हिँड। चुरा 50 रुपियाँ पोका। हेरेपछि त लिइहाल्नुपर्छ है एउटा न एउटा। व्यापार राम्रो छ भाइ अहिले। किन भागो त यो भाइ त?
रात्रिकालीन बजारमा हामी अहिले यताबाट त भिड त वाह हेर्न सक्नुहुन्छ दमकको रात्रिकालीन बजार चाइना बजार चाइना मेड इन चाइना जता हेरे पनि उयो आज फेरि हामी दमक आदिवासी जनजाति सांस्कृतिक महोत्सवमा आएको छौँ। आज फेरि सागर भाइ र म ल अरे सबै घुर्दै हुनुहुन्छ त नि आज एकदै पाउँदैन क्या हो ल साँच्ची भाइले भने जस्तो भ्यू त दामी रहेछ हौ नि भाइ सब्सक्राइब गरिदिनु ल के छ नाम लाल चेम्जोङ ल अहिले हामी चाहिँ फेरि एकचोटि आएको छौँ आदिवासी दमक महोत्सवमा आज कसको भयो हाम्रो एकदेव लिम्बू कलाकार एकदेव लिम्बू आउने ट्याङ अन एकदेव लिम्बू ल हामी अब यहाँ सागर भाइले चाहिँ टिकट लिँदैछ हामी कसरी हो आजको टिकट आयो हाम्रो के गर्नु कपिराइट लागिहाल्छ त्यही भएर मैले म्युट गरेको यहाँहरूले बुझेर हेरिदिनु होला।
म खिचिहाल्थेँ नि त ल एकदेव लिम्बूको पनि अब कार्यक्रम सक्यो अब हामी चाहिँ कहाँ जान्छौँ अब घर जान्छौँ स्विङ अनि कस्तो रह्यो त सागर भाइ आजको कार्यक्रम एकदम राम्रो भएको थियो मलाई प्रत्यक्ष कुरा भएर रमाइलो आइरहेको अब ठिक भयो नि होइन ल ड्रिम कम्स ट्रु ल धन्यवाद त म ल कार्यक्रम पनि सक्यो एकदेव लिम्बूको कन्सर्ट पनि सक्यो अब हामी लाग्छौँ आफ्नो वासस्थान ल अहिले चाहिँ म घर आइपुगेँ ए घर ठक्क आइपुगेँ अहिलेसम्म हेरिदिनु भएका यहाँहरू सबैलाई मुरी धन्यवाद र आज चाहिँ म भ्लगको अन्त्य गर्न चाहन्छु र जति पनि मेरो भ्युअर्स हुनुहुन्छ उहाँहरू सबै मेरो साथी भाइ दिदी बहिनी दाजुभाइ सबै आफ्नो आफन्त हुनुहुन्छ साथीभाइहरू दाजु भाउजूहरू यहाँहरूलाई सबैलाई मेरो तर्फबाट मुरी धन्यवाद अझै मलाई भ्यू बढाइदिएर अझै अगाडि बढाइदिनु होला सब्सक्राइब गरिदिनु होला र आजलाई म मेरो भ्लग अन्त्य गर्न चाहन्छु।